हेलो गाइस, गुड मर्निङ, वेलकम ब्याक। आज 3 तारिक सोमबारको दिन म अब खानासाना खाएर काममा हिँडेको, घरबाट हिँडेकै काममा। अब पैसा त कमाउनै पर्यो, पैसा बिना त केही पनि हुँदैन। ले गर्दाखेरि डाइलेसरलाई बन्द गरेँ, म काममा लागेको। म तल सुनमा गाउँमा काम गर्दैछु। गएर चाहिँ अब काममा लगाएर दिनभरि काठ खिप्यो। अन्त बेलुका 4:30 भयो, उकालो लट्ठी टेक्दै आयो। लट्ठी हेर्नुहोस्, म लट्ठी नटेकेपछि लट्ठीमा धेरै बल पर्दो रहेछ नि। अन्त उमेर पनि त बहुत गएन, उमेरहरूले 74 वर्ष पुगेको त मामुली हो र परमेश्वरको आशिषले, पिता परमेश्वरले आशिष दिनुभयो कि सृष्टिकर्ताले। त्यसले गर्दा मेरो पुरा ताकत छ, बल छ, शक्तिहरू छ है। म काम गरिबस्छु र म पैसा कमाउनु पर्यो। पैसा बिना केही पनि हुँदैन। हामी संसारमा छौँ, गाउँमा छौँ, पैसा नै चाहिन्छ। म गाउँसँगमा जस्तै बिहा सुधा जे हुन्छ, प्रोग्राम हुन्छ, पैसै चाहिन्छ। त्यसले गर्दाखेरि पैसा छ भने ऐसा हुन्छ भाइहरू, पैसा छैन भने ठुस्स भएर बस्नुपर्छ, पैसा थिएन भने है। र म मेरो घरको उता जङ्गलमा लागेँ। यो जङ्गल सानो छ, तर राति चाहिँ अलिकति एक्लोमा चाहिँ अहिलेको सिचुएसनले गर्दाखेरि क्या एक्लोमा चाहिँ छिर्नु निकै साह्रो पर्छ। यो जङ्गल सानो छ है, मेरो घरको छेउमा छ, सानो जङ्गल छ कि। तर बेलुका फर्केर आउनु चाहिँ एक्लै चाहिँ कसो हाम्रै पर्छ। हेर्नुहोस् न, जङ्गलमा पनि बाँसघरी छ, जङ्गलहरू चाहिँ चिलाउने घरी छ। त्यसमा चाहिँ बेलुका छिर्नु त मलाई हामै हुन्छ। तर म लाइट बालेर आउँछु घरमा। 7:30-6 बजे पुग्छु। सङ्गति सेवासही गयो भने साह्रै सकिनँ भने त्यो विश्वासी घरमा सुतेर भोलिपल्ट आउँछु। नत्र चाहिँ म चाहिँ घरमै आएर सुत्ने आदत छ है। त्यसले गर्दाखेरि परमेश्वरले संसारले यस्तो प्रेम गर्नुभयो, जसले मेरो विश्वास गर्छ उसलाई अनन्त जीवन छ भनेर परमेश्वरले भन्नु वचनमा लेखेको छ है, धर्मशास्त्र बाइबलमा। हुनु त म अनन्त जीवन नै लिइरहेको छु। म खुसी छु, एक्लै छु। म जे खाए पनि मेरो खुसी, नखाए पनि मेरो खुसी है। मेरो खुसी सबै कुरो परमेश्वरले जुटाइदिनुभएको छ। यो 2टा हात छ, 2टा खुट्टा छ है, आँखा छ, नाकमुख छ। हामी परिश्रम गर्नै पर्छ। हामी परिश्रम गर्नुको लागि परमेश्वरले सृष्टिमा आमाको गर्भमा हामीलाई रोज्नु भएको र हात खुट्टा बनाइदिनु भएको। त्यसले गर्दाखेरि चाहिँ हामी परिश्रम गर्नुपर्छ। अहिले म 74 वर्ष पुग्छु। म खुसी लाग्छ। म काम गर्छु, दिनभरि मिसिन चलाएर बेलुका घर आउँछु र आएर प्रार्थना गर्छु, खाना पकाइ खान्छु, आनन्द सुत्छु है। बहुत निन्द्रा लाग्छ। हेर्नुहोस् न, म तुम्बायाक पुग्नु आँटेको छु है। जङ्गल, यो सानो जङ्गल चाहिँ मैले काट्नु आँटेँ। तर यो सानो जङ्गल छ, तर राति चाहिँ छिर्नु निकै आफत पर्छ एकजनालाई चाहिँ। र परमेश्वरको उपस्थितिमा चाहिँ म हिँड्छु, यहाँ गीत गाउँदै परमेश्वरको आराधना गर्दै म हिँड्छु। परमेश्वरको वचनले भन्छ कि बाटो, सत्य र जीवनमय हो, जसले मलाई विश्वास गर्छ उसलाई अनन्त जीवन छ। जसले मलाई विश्वास गर्छ अनन्त जीवन उसले पाउँछ भनेर भन्नुभएको छ। यस कारण जसरी मैले परमेश्वर पाएको छु, जसरी मैले परमेश्वरले पाएको छु, त्यो तपाईँहरूले पनि पाउन सक्नुपर्छ। किन भन्दाखेरि हामी सबै नै मरेपछि हामी स्वर्ग नै जान्छौँ भनेर हामी विचार गर्छौँ, बोल्छौँ। तर स्वर्ग जानुको लागि संसारमा हुँदै, जीवित परमेश्वरलाई पाउनुपर्छ। हामी मरेर गएर दान दक्षिणा गरेर आत्मालाई शान्ति होस् भन्दाखेरि आत्मा शान्ति हुँदैन। हामी जिउँदै हुँदा नै जीवित परमेश्वरले हामी पाउनुपर्छ र मरेर जाँदा हाम्रो आत्माले परमेश्वर पिता कहाँ परमेश्वरले लिनुहुन्छ। तपाईँले म के भन्न चाहन्छु भन्दा, संसारमा हामी छौँ, हामी सबै कुरा नै गर्छौँ, धर्म कर्म हरेक कुरा गर्छौँ होइन। राम्रो कुरा पनि गर्छौँ, नराम्रो कुरा गर्छौँ। तर हामी राम्रो कुरा गर्छौँ हाम्रो आत्मा बाँचोस् भनेर। तपाईँले दार्जिलिङ जानु पऱ्यो भने, तपाईँले जोरथाङको टिकस काट्नुभयो भने तपाईँ दार्जिलिङ पुग्नुहुन्न, तपाईँ जोरथाङ जानुहुन्छ। त्यो गलत बाटोहरू पछ्याउनुहुन्छ। त्यसरी नै तपाईँ जीवित हुँदा नै प्रभु यीशु ख्रीष्टले ग्रहण गर्नुहोस्, प्रभु यीशु ख्रीष्टले विश्वास गर्नुहोस्, प्रभु यीशु ख्रीष्टमा आउनुहोस्। तपाईँलाई पनि
अनन्त जीवन पाउनुहुन्छ। जसरी मैले प्रभु यीशु ख्रीष्ट पाइराखेको छु, प्रभु यीशु ख्रीष्टको स्वादिलो कुराहरू मैले भेटिराखेको छु, प्रभु यीशु ख्रीष्टको अनन्त जीवन पाइराखेको छु। तपाईँले एउटा म उदाहरण भन्न चाहन्छु। तपाईँले जुन चाहिँ एउटा फल टिपेर तपाईँले त्यो फलले नखाइसम्म तपाईँले त्यो फलको कुनै स्वाद छ भनेर तपाईँले टेस्ट पाउनुहुन्न। त्यो फलले टिपेर तपाईँले खानुहुन्छ र गुलियो अनि तितो या मिठो छ भने तपाईँले त्यो रसले त्यो फलले चाहिँ तपाईँले त्यसको रस त्यसको मिठास कुरा पाउनुहुन्छ। त्यसरी नै तपाईँले प्रभु यीशु ख्रीष्टलाई हामीले मिठास कुरा पाइराखेको छौँ। तपाईँ प्रभु यीशु ख्रीष्टमा आउनु भएर तपाईँले विश्वास गर्नुभयो भने तपाईँले जसरी हामीले खाइराखेको कुरा मिठास कुरा प्रभुको मिठास कुराहरू पाइराखेको तपाईँले त्यो पनि तपाईँले पाउनुहुन्छ। तपाईँ आउनुहोस्, विश्वास गर्नुहोस्। चाहे तपाईँले विश्वास गर्नुहोस्, तपाईँ प्रभुमा आउनुहोस् र म यो छोटो वचन तपाईँले सुनाइदिएको छु। बिहान यो समयमा तपाईँले विश्वास गर्नुहोस् र नगर्नुहोस्। तपाईँको इच्छा, तपाईँको विचार यो कुरा तपाईँले मैले सुनाइदिएको छु है। तपाईँले जसले सुन्नुहुँदैछ तपाईँ लाइक गर्नुहोस्, सेयर गर्नुहोस्, कमेन्ट पनि गर्नुहोस्। तपाईँले बिहानको समयको लागि तपाईँलाई धन्यवाद र तपाईँले जय मसीह सेवाहरू म टक्राउँछु। आमेन।